안녕하세요. नमस्कार। म तपाईहरुलाई आज इपीएस टपिकको नयाँ बुकको है 36 च्याप्टरबाट 36 च्याप्टरको छंगो लिएर आएको छु। यहाँ चाहिँ के भनिन्छ भने हाङगुगे मुयक थुक्सङ भनेको छ। हाङगुगे भनेको कोरियाको, मुयक थुक्सङ भनेको के त व्यापारको विशेषताको बारेमा यहाँ दिन गइराछ। अब दुई चारवटा केही मिनिङहरु चाहिँ यहाँ तपाईहरुले ख्याल गर्नै पर्ने टाइपको छ। यहाँ भनेको छ उइजन्दो भन्छ, उइजोन्दो। उइजन्दो भनेको चाहिँ निर्भर पर्ने डर अथवा निर्भरता भन्छ। यसलाई चाहिँ के भन्छ? निर्भरता। उइजन्दो भनेको के? निर्भरता। अनि मुयक भनेको छ, मुयक भनेको के त व्यापार है। मुयक भनेको व्यापार। अनि त्यसपछि अब अरु केही शब्दहरु यहाँ छन्यन भन्ने छ। छन्यन भनेको के हो त? छन्यन भनेको प्राकृतिक है। छन्यन भनेको प्राकृतिक। अनि त्यसपछि छायन मात्रै भन्यो भने के? प्रकृति। छायन भनेको प्रकृति भन्ने हुन्छ है, अथवा प्राकृतिक। यसको पनि अर्थ सेम सेम लाग्छ। अनि छावन भन्छ। छायन, छावन भनेको प्राकृतिक, छावन भनेको के त स्रोत। छावन भनेको स्रोत अथवा साधन। स्रोत, साधन हैन। अनि त्यसपछि यहाँ तपाईहरुले फुजोक खादाको बारेमा बुझ्नु। फुजोक खादा है। पछि के छ? फुजोक खादा भन्ने छ। फुजोक खादा भनेको के? फुजोक खादा। फुजोक खादा भने के हुनु? अपर्याप्त, अपर्याप्त अथवा के? अपुग, अपुग हुनु। अनि त्यसपछि यहाँ नेसु सिजाङ भनेको छ। ने भनेको के हो? भित्र। अनि सु भनेको सुयो, माग। ने भनेको भित्र, सुयो भनेको माग, सिजाङ भनेको बजार। अब आन्तरिक बजार माग अथवा आन्तरिक बजार भन्न खोजेको। नेसु सिजाङ भनेको के? आन्तरिक बजार है। आन्तरिक अथवा भित्री अथवा स्वदेशी के त बजार है। नेसु सिजाङ भनेको आन्तरिक बजार अथवा स्वदेशी बजार। अनि त्यसपछि लाएर यहाँ छंगु भनेको सरकार भइहाल्यो, सरकार। सिसोक जगिन भनेको के? निरन्तर, लगातार। उरो भनिन्छ निरन्तर रूपमा, लगातार रूपमा। सुच्छुल अब निर्यात भइहाल्यो, सुच्छुल। यहाँ चाहिँ सुच्छुल भन्छ। सुच्छुल भनेको के? निर्यात। अनि त्यसपछि सुइब भनेको के त? आयात। सुइब भनेको आयात। अनि त्यसपछि अब खुक्चे भनेको अन्तर्राष्ट्रिय भइहाल्यो। खुक्चे भनेको के भयो? अन्तर्राष्ट्रिय। खुक्चे भनेको अन्तर्राष्ट्रिय भयो, अन्तर्राष्ट्रिय। छङछेक भनेको के त? नीति। छङछेक भनेको के हो? छङछेक भनेको भन्दाखेरि नीति है। छङछेक भनेको नीति। छङछेक भनेको के? नीति। छङछेक भनेको के? नीति। अनि सुच्छुल अनि छुदो भन्छ। छुदो भनेको नेतृत्व भन्ने हुन्छ के? नेतृत्व, नेतृत्व। छुदो भने नेतृत्व। अब यहाँ भनेको सुच्छुल, छुदो भनेको निर्यात, नेतृत्व, निर्यात मुखी भन्न आउँछ। निर्यात मुखी नीति। फेवासनिदा भनेको फेदा भनेको के गर्नु? खोल्नु, सिधा पार्नु भन्ने हुन्छ। अनि ओदा फेवासनिदा खोलिआउनु, सिधा पार्नु, खोल्नु, सिधा पार्नु भयो। छङछेके तारा हाङगुगन ख्यङजे खुक्चे अन्तर्राष्ट्रिय मुयगुल। यसरी यहाँ दिएको छ। जस्तै हामी यहाँ हेरौँ सरसर्ती के भनेको छ? हाङगुगुन मुयक उइजन्दोगा नोफुन खुक्काराको हाल्सु इस्सुमनिदा। कोरियालाई चाहिँ हाङगुगुन कोरिया चाहिँ मुयक उइजन्दोगा भनेको व्यापारको निर्भरता चाहिँ उइजन्दोगा नोफुन खुक्काराको हाल्सु इस्सुमनिदा भनेको उच्च भएको देश हो भनेर भन्न सकिन्छ भन्छ। भनेको मतलब कोरियाको अर्थतन्त्र चाहिँ केमा आधारित छ त? व्यापारमा आधारित छ अथवा व्यापारमा निर्भर रहेको छ भनेर भन्न
सकिन्छ भन्छ. 한국은 무역 의존도가 높은 국가라고 할 수 있습니다. 그리고 천연 자원이 부족하고 천연 자원 भनेको के थियो त प्राकृतिक स्रोत. 천연 भनेको प्राकृतिक 자원 भनेको स्रोत साधन. 부족하고 천연 자원이 부족하고 प्राकृतिक स्रोत साधन चाहिँ के भएर अपर्याप्त छ र अथवा अपुग छ र नेसु सिजाङी भनेको के आन्तरिक बजार अथवा आन्तरिक स्वदेशी बजार माग चाहिँ के भएर छागुन फेनिकी तेमुने सानो भएकोले आन्तरिक बजार चाहिँ सानो भएको कारणले तेमुने के त 한국 정부는 कोरियाको सरकारले चाहिँ 한국 भने कोरिया 정부 भनेको सरकार 정부 भनेको के सरकार 지속적으로 भनेको के निरन्तर रूपमा लगातार रूपमा 수출 주도 भनेको चाहिँ के 수출 भनेको हामीले के लेखेको छ यहाँ निर्यात 주도 정책 수출 नेतृत्व निर्यात नेतृत्व नीति भनेको चाहिँ के निर्यातमुखी नीति आयातमुखी नीति भन्ने मुख्य त्यसलाई चाहिँ निर्यातलाई चाहिँ महत्त्व दिएर बनाइएको नीति चाहिँ के भयो 수출 주도 정책 निर्यातमुखी नीतिलाई चाहिँ फेवास्मिदा फेदा भने सिधा पार्नु खोल्नु भयो ओदा भनेको आउनु सिधा पारेर आएको छ भन्न मिलेन. कोरियाको सरकारले चाहिँ निरन्तर रूपमा के त निर्यातमुखी नीति चाहिँ फेवास्मिदा भनेको अवलम्बन गर्दै आएको छ भनेर हामी भन्न सक्छौं है. त्यसपछि भन्छ युवा खातुन 정책에 따라 यी जस्ता के जस्ता निर्यातमुखी नीतिलाई अवलम्बन गर्ने टाइपको नीतिहरूलाई चाहिँ 정책에 따라 नीतिहरू अनुसार यस्ता नीतिहरू अनुसार कस्ता नीति निर्यातमुखी नीतिहरूलाई चाहिँ अवलम्बन गर्ने कारणले चाहिँ 정책에 따라 한국은 국제 무역을 통하여 कोरिया चाहिँ 국제 भनेको के अन्तर्राष्ट्रिय 국제 भनेको अन्तर्राष्ट्रिय मुयगुल 통하여 व्यापार मार्फत 성장하다 भने के गर्नु वृद्धि गर्नु विकास गर्नु 성장 भनेको वृद्धि अथवा विकास 성장 ग्रोथ हैन ग्रोथ 하기 위하여 시작하여 है वृद्धि गर्न अथवा विकास गर्न सुरु गरेर 시작하여 सुरु गरेर के त 2010년대에는 2010 को सन् 2010 को 10 तिर चाहिँ सन् 2010 को दशकतिर चाहिँ मुयक ख्युमोगा मुयक भनेको व्यापार ख्युमो भनेको के व्यापारको चाहिँ आकार भनेको मतलब व्यापार कति भयो त्यो रकमको दर चाहिँ के त ख्युमोगा आकार चाहिँ इल्जो थाल्लरुल थोल्फायस्मिदा इल्जो भनेको नेपालीमा चाहिँ 10 खर्ब भन्ने हुन्छ हैन थाल्ल भनेको के डलर यसै थाल्ल भनेको के हो डलर है डलर चाहिँ थोल्फा आधा भनेको के गर्नु क्रस गर्नु नागेको थियो है थोल्फा यसमिदा क्रस गरेको थियो भन्छ भने के त भन्दाखेरि युवा खातुन 정책에 따라 한국은 국제 무역을 통하여 성장하기 시작하여 यस्ता नीतिहरू अनुसार चाहिँ कोरियाले चाहिँ अन्तर्राष्ट्रिय व्यापार मार्फत वृद्धि विकास गर्न सुरु गरेर 2010 को दशकतिर चाहिँ व्यापारको त्यसको आकार चाहिँ साइज चाहिँ के त 10 खर्ब डलरलाई चाहिँ थोल्फा यसमिदा नागेको थियो क्रस गरेको थियो भन्छ. यो हुने भयो हैन. अब यो भयो इल्जो यो चाहिँ रकमको दर हो. यो यहाँ होला 2001 हैन 1994 यसै साल हुने भयो. 2010 तिर चाहिँ के भयो 2010 तिर यो रकम हो. यो रकम चाहिँ के भयो 10 खरब डलरलाई चाहिँ कट्यो नाग्यो थोल्फा आधा भने के भयो नाग्नु क्रस गर्नु भन्ने भयो. थोल्फा आधा भने चाहिँ नाग्नु अथवा क्रस गर्नु भन्ने भयो नागेको थियो भन्छ. कहिले त भन्दाखेरि युवा खातुन 정책에 따라 한국은 무역 के रे 국제 무역을 통하여 성장하기 시작하여 वृद्धि गर्न सुरु गरेर के त 2010년대에는 2010 को दशकतिर चाहिँ मुयक ख्युमोगा भनेको
व्यापारको आकार व्यापार रकमको आकारले चाहिँ इल्जो थाल्ल रुल भनेको 10 खरब डलरलाई चाहिँ थोल्फा हेस्मिदा नागेको थियो क्रस गरेको थियो यसरी है त्यो चाहिँ रकमले भन्छ क्रस गरेको थियो इल्जो थाल्ल भनेको 1 ट्रिलियन डलर भनेर यहाँ देखाएको छ है त्यस्तै गरेर यहाँ तल हेर्नुभयो भने के भन्छ 한국의 무역은 부족한 천연 자원을 수입하고 है 한국의 भनेको के कोरियाको 무역은 व्यापार चाहिँ 부족한 천연 자원을 부족하다 भनेको के हुनु अपर्याप्त हुनु अपुग हुनु हैन अपुग केलाई 천연 자원 भनेको के प्राकृतिक स्रोतहरुलाई चाहिँ प्राकृतिक स्रोतलाई चाहिँ के गरेर सुई भागो आयात गर्छ र कोरियाको व्यापार चाहिँ के त अपर्याप्त प्राकृतिक स्रोतहरु सुई भागो आयात गरेर लिएर आएर इरुल हेक्सिन्जगिन खिसुल्लो यसलाई भनेको केलाई जो अपर्याप्त प्राकृतिक स्रोत साधनहरु लिएर आएको छ आयात गरेर आएको छ त्यसलाई चाहिँ के गरेर नवीनतम हेक्सिन्जगिन भनेको नवीनतम नयाँ के त खिसुल्लो भनेको प्रविधि मार्फत है नवीनतम के त प्रविधि मार्फत है खिसुल्लो भनेको प्रविधि मार्फत के गरेर खागोङ हाय भनेको के प्रशोधन गरेर खागोङ हादा भने के गर्नु प्रशोधन गर्नु खागोङ हाय भने के प्रशोधन गरेर है खागोङ हादा भने के गर्नु प्रशोधन गरेर के त खोबुगा खाच्ची भनेको उच्च मूल्यका खोबुगा खाच्ची भनेको के उच्च मूल्य भनेको महंगा उच्च मूल्यका छेफुमुल मान्दुर सामान बनाएर के त सुच्छुल आनन्द थोक्संगुल फोइम्निदा भनेको निर्यात गर्ने अब त्यसरी उच्च मूल्यका सामान बनाउने अब त्यसलाई त्यो सामानहरु के गर्ने त फेरि निर्यात गर्ने थुक्सङ भनेको के विशेषता फोइम्निदा भनेको के देखिन्छ भन्छ केमा कोरियाको व्यापारमा चाहिँ कस्तो खाले त अपर्याप्त प्राकृतिक स्रोत साधनहरु के गर्ने पहिला सुई भागो आयात गर्ने अनि ती आयात गरिएका सामानहरुलाई चाहिँ के गर्नु त भन्दाखेरि आधुनिक प्रविधि मार्फत नयाँ प्रविधि मार्फत के गरेर प्रशोधन गरेर बहुमूल्य सामानहरु अथवा महँगा सामानहरु उच्च मूल्यका सामानहरु छेफुमुल मान्दुर बनाएर सुच्छुल आनन्द निर्यात गर्ने विशेषता देखिन्छ भन्छ केमा कोरियाको व्यापारमा चाहिँ व्यापार नीतिमा चाहिँ अनि त्यसपछि यहाँ भन्छ छुयो सुई फुम्मोगुन छुयो भनेको के प्रमुख अनि सुइप भनेको के आयात फुम्मोगुन फुम छेफुम भनेको सामान मोगनोक भनेको के सूची अब छेफुम भनेको सामान मोगनोक भनेको सूची हैन प्रमुख आयात सामानको सूचीमा चाहिँ अथवा प्रमुख आयात सामानमा चाहिँ फुम्मोक भनेको सामान मात्रै भनेर पनि भन्न सक्नुहुन्छ तपाईले फुम्मोक सामान प्रमुख आयात सामानमा चाहिँ ओन्यु भनेको के कच्चा तेल छनेन खासु भनेको के प्राकृतिक ग्यास छलगाङ भनेको स्टिल ओन्जाजे भनेको के कच्चा पदार्थ है ओन भनेको खासमा के उत्पत्ति भन्ने हुन्छ उत्पत्ति है अब ओन भनेको उत्पादन हुने छाजे भनेको सामान ओन जाजे भनेको उत्पादन हुने सामान के उत्पादन हुने छलगाङ स्टिल भनेको स्टिलको कच्चा स्टिलहरु त्यसपछि सानक खिगे भनेको औद्योगिक मेसिनहरु मित र छाङबी भनेको उपकरणहरु औद्योगिक मेसिन तथा उपकरणहरु नोङसानमूल भनेको कृषि उपजहरु कृषि उत्पादनहरु मित तथा सिन्योफुम भनेको के खाद्य सामानहरु दुङ इगो लगायत छन् भनेको के
कोरियाले आयात गर्ने सामानमा चाहिँ प्रमुख सामानमा चाहिँ कच्चा तेल, प्राकृतिक ग्यासहरू, त्यसपछि स्टिलको कच्चा पदार्थहरू, त्यसपछि के औद्योगिक मेसिन तथा उपकरणहरू, साथसाथै के कृषि उपज तथा खाद्य सामग्रीहरू आदि हो भने छुयो सुच्छुल फुम्मोगुन प्रमुख अथवा मुख्य सुच्छुल फुम्मोगुन निर्यात सामानको सूचीमा चाहिँ अथवा निर्यात सामानमा चाहिँ फान्दोछे भनेको सेमिकन्डक्टर भन्ने हुन्छ। यो चाहिँ मोबाइलहरुमा महँगो इलेक्ट्रोनिक सामानहरुमा चाहिँ भित्र सानो चिपको रूपमा प्रोसेसरको रूपमा लाग्नेलाई चाहिँ के भन्छ फान्दोछे। अनि त्यसपछि स्मार्टफोन अनि त्यसपछि छादोङछा भनेको गाडीहरु हैन, छोसन भनेको पानी जहाजहरु, अनि त्यसपछि के सगिवाहक छेफुम भनेको पेट्रोकेमिकल सामानहरु, अनि त्यसपछि फेथरी भनेको ब्याट्री दुङ इम्निदा लगायत हो भन्छ। प्रमुख निर्यातमा चाहिँ के त सेमिकन्डक्टरहरु, मोबाइल फोनहरु, गाडीहरु हैन, पानी जहाजहरु, त्यसपछि पेट्रोकेमिकल सामानहरु, पेट्रोलियम तथा केमिकलका सामानहरु, त्यसपछि ब्याट्रीहरु आदि चाहिँ प्रमुख निर्यात सामानहरु हो भन्छ। अनि त्यसपछि हाङ्गुवा मुयक खरेरुल खाजाङ मानी हानन खुक्कानन, कोरियासँग मुयक भनेको व्यापार, खरे भनेको लेनदेन कारोबार, खाजाङ मानी हानन खुक्कानन सबैभन्दा धेरै गर्ने देश चाहिँ छुङ्गुक इम्य चीन हो भने, इम्य भनेको हो भने चीन हो भने मिगुक इल्बोन फेथनाम दुङी खु थुइरुल इतको इस्सुनिदा, कोरियासँग व्यापार सबैभन्दा धेरै गर्ने देश चाहिँ चीन हो भने त्यसको पछाडी चाहिँ के त अमेरिका हैन, इल्बन भनेको जापान, त्यसपछि फेथनाम भनेको भियतनाम, दुङी लगायत खु थुइरुल इतको इस्सुनिदा त्यसको पछाडी छन् भनेको चाइनाको पछाडी सबभन्दा धेरै चाहिँ कोरियासँग व्यापार गर्ने चाइना भयो, त्यसको पछाडी चाहिँ मिगुक इल्बन फेथनाम दुङी इस्सुनिदा भनेको चाहिँ जापान, अमेरिका, भियतनाम आदि छन् भन्छ। केमा कोरियासँग व्यापार गर्ने राष्ट्रहरुमा। अनि त्यसपछि तल हेर्नु भयो भने यहाँ भन्छ मुयक इजन्तोका नोफोन हाङ्गुगुन, व्यापार निर्भरता उच्च भएको कोरिया चाहिँ थायाङहान खुक्कावा, थायाङहान भनेको के विभिन्न, खुक्कावा भनेको राष्ट्रसँग देशसँग छायु मुयक हेप्चङ स्वतन्त्र व्यापार, हेप्चङ भनेको के सम्झौता अथवा सहकार्य। अब यहाँ चाहिँ एफटीए भनेको छ, एफटीए भनेको के हो फ्री ट्रेड एसोसिएसन भनेको स्वतन्त्र व्यापार संगठनमा चाहिँ सम्झौतालाई के गरेर छेगेलाय हस्ताक्षर गरेर सम्झौता गरेर है कोरियाले चाहिँ स्वतन्त्र व्यापार सम्झौता संगठनसँग हस्ताक्षर गरेर मुयगे छाङबेगुल, मुयक भनेको व्यापार, छाङबेग भनेको के त समस्या अडचन है त, व्यापार समस्या अथवा व्यापार के अवरोधलाई चाहिँ के गरिरहेछ त छुरीगो घटाएको छ र, छुल्दा भनेको हट्नु, छुरीगो घटाएको छ र खुल्लोबल सिजाङे भनेको विश्व बजार, सिजाङ विश्व बजारको ख्यङजङनेगुल खाङहा आगो इस्सुनिदा, ख्यङजङनेग भनेको हामीले हिजो के भनेको प्रतिस्पर्धी क्षमता, ख्यङजङ भनेको प्रतिस्पर्धा, नेग भनेको नुङ्न्यक क्षमता, प्रतिस्पर्धी क्षमता चाहिँ के गरिरहेछ त कोरियाले खाङवा हागो इस्सुनिदा बलियो पारिरहेछ, मजबुत बनाइरहेछ भन्छ। खाङवा हादा भने के गर्नु बलियो पार्नु, मजबुत बनाउनु भनेको विश्व बजारमा चाहिँ आफ्नो प्रभुत्व चाहिँ के गरेको छ त कोरियाले बलियो पारेको छ भन्छ। आउल भनेको सँगसँगै
यसको साथै भन्ने हुन्छ। आउल्ल भनेको के? आउल्ल भनेको सँगसँगै, सँगसँगै अथवा यसको साथै, यसको साथै, यसको साथै थुक्चङ सानबे थ्याहान उइजन्दोरुल नाच्छुगो। थुक्चङ भनेको विशेष प्रकारका, थुक्चङ भनेको के? विशेष हैन। अनि सानब भनेको के त? व्यवसाय, विशेष प्रकारका व्यवसाय। सानब भनेको के? व्यवसायको बारेमा उइजन्दोरुल नाच्छुगो। उइजन्दो भनेको के? परनिर्भरता, परनिर्भरतालाई चाहिँ के गरेर? उइजन्दो भनेको परनिर्भरता चाहिँ अथवा निर्भरतालाई चाहिँ नाच्छुगो, नाच्छुदा भने के गर्नु? कम गर्नु। नाच्छुगो कम गरेर, कम गर्ने र सेरौन सिजाङरो छिन्चुल आगोजा नयाँ बजारहरू विस्तार गर्ने विचारले अथवा विस्तार गर्ने हेतुले सुच्छुल थाफेनवारल भनेको निर्यात, थाफेनवा भनेको निर्यातमा चाहिँ ठुलो परिवर्तनको लागि, थाफेनवारल उइएको लागि छिसोक जगुरु नोरेक खागो इस्सम्निदा निरन्तर रूपमा चाहिँ नोरेक खादा भने के गर्नु? प्रयास गर्नु। नोरेक खादा भने के गर्नु? प्रयास गर्नु, प्रयास गर्नु। निरन्तर रूपमा चाहिँ प्रयास गरिरहेछ भन्छ। भन्न खोजेको के त भन्दाखेरि कोरियाले चाहिँ मुयक उइजन्दोका नोक्फो नाङ्गुकुन व्यापार निर्भरता उच्च भएको कोरिया चाहिँ विभिन्न देशसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेर व्यापारमा हुने अवरोधहरू, अडचनहरूलाई छुरीगो कम गर्न र ग्लोबल सिजाङे विश्व बजारमा चाहिँ आफ्नो एसए आफ्नो के ख्यङजङ नेगुल भनेको प्रतिस्पर्धी क्षमतालाई खाङवा गुइसुनिदा मजबुत बनाइरहेछ, बलियो पारिरहेछ भन्छ। अर्को यसको सँगसँगै आउल्ल थुक्चङ सानाबे थ्याहान उइजन्दोरो नाच्छुगो विशेष प्रकारका उद्योगहरूमा भएको आफ्नो निर्भरतालाई चाहिँ कम गर्न खोजिरहेछ भनेको मतलब कोरियाको निर्भरता चाहिँ केमा? अलिक विशेष प्रकारका उद्योगहरू भनेको हैन, हुन्डाईहरू, सामसुङहरू, एलजीहरू हैन, ठुला ठुला कम्पनीहरूसँगै उसको व्यापार अथवा परनिर्भरता निर्भरता चाहिँ अलिक बढी हुने भयो। जस्तै नेपालमा अहिले बेला बेलामा कुरा उठिरहेको हुन्छ नि त, हाम्रो चाहिँ रेमिटेन्स मा देश चाहिँ निर्भर भयो, यसको विकल्प खोज्नुपर्छ भनेर कुराहरू उठे। जस्तै कोरियामा पनि विशेष प्रकारका थुक्चङ सानाबे भनेको विशेष प्रकारका उद्योगहरूमा मात्रै हाम्रो निर्भरता हुनु हुँदैन है भनेर त्यसलाई घटाएर अरू अरू त्यसको विकल्पहरू पनि खोज्ने र सेरौन सिजाङरो छिन्चुल आगोजा अथवा पुराना बजारहरू अब अहिले व्यापार गरिरह बाहेक अन्य बजारहरू पनि, नयाँ बजारहरू पनि छिन्चुल आगोजा विस्तार गर्ने हेतुले सुच्छुल थाफेनवारुल उइहे निर्यातलाई चाहिँ के गर्न? परिवर्तन गर्नको लागि, निर्यातलाई अलिकति चेन्ज गर्नको लागि छिसोक जगुरो नोरेक खागो इस्सम्निदा निरन्तर रूपमा प्रयासरत रहेको छ, प्रयास गरिरहेको छ भन्छ है। यो चाहिँ भयो कोरियाको व्यापारको विशेषताहरू। हाङ्गुके मुयक थुक्सँगै थिए 여기 척혀 있는 정보가 여기까지 마치겠습니다.